धन्यवाद। अब सबैजना आफ्नो आफ्नो ठाउँमा बस्दिन हुनको निम्ति म हार्दिक अनुरोध गर्दछु। सबैजना अघि जस्तै गोलो राउन्ड बाहिर बस्दिन हुनको निम्ति पनि म हार्दिक अनुरोध गर्दछु। र अब यो ल अब यो गीतको बारेमा हाम्रो मेयरज्यूले हाम्रा भदैलाई केही कुरा राख्नुहुनेछ। धन्यवाद। के अरे सबैजना अब चुप लाग्नु है। के अरे धन्यवाद छ हाम्रो भीषण मुकारो सरलाई। उहाँले ध्यान दिउँ है अलिकति। यो गीत हुन त यस्तो गीतहरू मैले थुप्रै बनाइराखेको हुन्छु। यो गीत चाहिँ मैले अब अलिकति व्यङ्ग्य हानेर बनाएको गीत हो। तर यो गीतलाई उहाँले अत्यन्तै राम्रो तरिकाले प्रस्तुत गर्नुभयो। तपाईलाई लाग्छ हर्का साम्पाङ रोयो भन्ने लाग्ला, तर यो आँसु मेरो आँसु होइन, यो नेपालीको आँसु हो है। आँखा मात्रै मेरो हो, आँखा मात्रै मेरो हो। म त्यो डेप्थमा जीवनलाई महसुस गर्ने मान्छे हो क्या। र मेरो भावना जति गहिरो छ सायद अरूको पनि खोइ कुन त त्यति गहिरो छ कि छैन। म प्राय गीतहरू बनाउँदाखेरि, कति गीतहरू मैले बनाउँदाखेरि रुँदै नै पनि बनाइराखेको हुन्छ। कति गीतहरू मेरो त्यस्ता गीतहरू पनि। र यो गीत चाहिँ मैले त्यस्तो तरिकाले बनाएको त होइन, तर उहाँले त्यस मन पराएर